मालिका टाइम्स युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। नमस्कार सम्पूर्ण साथीभाइमा। अहिले हामी कतारको दोहा सहरमा छौँ। दोहा एयरपोर्ट रोड हुँदै यात्रा सुरु गर्दै चाइना ब्रिजतर्फ अगाडि बढिरहेका छौँ। देख्न सक्नुहुन्छ चाइना ब्रिजबाट लेफ्ट टर्न लिएर हामी सामल रोड समात्दै अघि बढ्दैछौँ। यो रोड दोहाको निकै व्यस्त महत्त्वपूर्ण सडकमध्ये एक हो। सामल रोड अगाडि जाम पर्ने सम्भावना देखिएको छ। त्यसैले समय बचत गर्न हामी सामल रोड छाडेर अब बाइपास रोड हुँदै ग्राफातर्फ मोडिँदैछौँ। बाइपास रोड यात्रा सजिलो, कम जाम, सहज ड्राइभका लागि एक राम्रो विकल्प मानिन्छ। यहाँबाट गाडी चलाउँदा सहरको फरक दृश्य पनि देख्न पाइन्छ। ग्राफा पुगेपछि पुनः हामी सामल रोडमै जोइन गर्नेछौँ। यसरी सानो रुट परिवर्तनले समय पनि बचत हुन्छ र यात्रा आरामदायक बन्छ। यदि तपाईँ पनि दोहामा ड्राइभ गर्नुहुन्छ भने जामको समयमा यस्तै वैकल्पिक बाटो प्रयोग गर्नु एकदमै उपयोगी। त्यसै गरी दोहा कतारको कर्नेस एरियामा रहेको यहाँहरूले यो देखिने हल्का हल्का बिल्डिङहरू चाहिँ सिटी सेन्टर रहेको छ भने, त्यसै गरी म अहिले भिडियो खिचिरहेको ठाउँ चाहिँ कर्नेस हो। यहाँनिर यो ढुङ्गाहरू देख्न सक्नुहुन्छ। बिहानको समय छ। यहाँनिर एक्सर्साइज गर्न, माछाहरू मार्न धेरै पब्लिकको जमघट पनि रहेको छ। यहाँहरूले यस दृश्यलाई पनि अवलोकन गर्नुहुन्छ भने मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। यस्तै दोहाको रोड यात्रा जानकारीमूलक भिडियोका लागि यस च्यानललाई सब्स्क्राइब गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। फेरि अर्को भिडियोमा यहाँहरू समक्ष भेट हुने बाचासहित यहाँहरूसँगबाट बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।